युट्युबमा भिडियो हालै हुन्छ साथीभाइहरू। हामी हिन्दी भाषीलाई त मेरो भाषा बुझ्दैन। मेरो भिडियो हेर्नुपर्ने त तपाईँहरू हो, नेपाली भाषीहरूले होइन। नेपाल कता कता देश विदेश बसेको हुन्छ नि त होइन। अब जति सक्दो म एउटा कमेडी भिडियो हाल्ने गर्छु। अब तपाईँहरूलाई कतिवटा मन पर्दैन होला, त्यो अलग बात छ होइन, जबरजस्ती पनि छैन। तर एउटा सपोर्ट त गरिदिनुहोस्। एकजना भ्यू पनि नआउँदा त अलिकति के अरे मेरो त्यो जुन चाहिँ स्पिरिट छ नि, त्यो के अरे युट्युबमा हालेर यस्तो हुन्छ भनेर। युट्युबर बनाउने पनि तपाईँहरू नि त हो साथीभाइहरू, हेल्प गर्नुहोस् न हौ। लाइक सब्सक्राइबहरू गरिदिनुहोस् होइन। गरिब मान्छेलाई त हेल्प गरिदिनुहोस्। त्यस्तो धनी मानी मान्छे होइन म पनि, तपाईँहरू जस्तै हो काम गरेर खाने होइन। एउटा भिडियो हालेर कुछ हुन्छ कि भन्ने एउटा आशा लिएर हालिन्छ, तर तपाईँहरूले त्यो भिडियोलाई फ्याँकिदिनुहुन्छ क्या। मिहिनेत लाग्छ नि त, सोच्नुपर्छ कतिवटा भिडियो। मलाई थाहा छैन तपाईँलाई कस्तो भिडियो मनपर्छ होइन। त्यो लडाइँ झगडा के बुढाबुढीको त्यस्तोहरू मनपर्छ होला। म त सिम्पल हाल्छु, एक्लै छु। भिडियोग्राफी पनि मै गर्छु, डाइरेक्टर एडिटर सबै मै हो। अब होइन, छैन मेरो सपोर्टर कोही पनि। एउटा परदेशमै छु म पनि होइन, गाउँघर छोडेर आएको मान्छे। अन्त कुछ हुन्छ कि भनेर एउटा युट्युबमा हाल्छु। तपाईँले एउटा पनि भ्युज नआउँदा त एउटा दुःख पनि लाग्छ यार। नेपाली दाजुभाइहरूले त हो हेल्प गर्नुपर्ने, दिदीबहिनीहरू होइन। मेरो भिडियो त्यति हाई लेभल नहोला होइन, त्यो त म मान्छु। तर के गर्नु, हाम्रो साधनहरू त्यस्तै छ। सानो मोबाइलले गरेर मोबाइलले हामी बनाउँछौँ त भिडियो होइन। एक्लै छु, न बुढीको सपोर्ट छ, न नानी बुढी कसैको सपोर्ट छैन मलाई साथीभाइहरू। एक्लै बनाउनु पर्छ होइन। बेकारी मान्छे, बेकारी छु। काम कुरो छैन। दुनियाँभरको काम गरेर आएको मान्छे 50+ भइसक्यो। यता पुग्छ कि उताको हुन्छ, तपाईँहरू जस्तै हेर्नु भड्किरहेको छ होइन। के भन्नु, अब कसैको लागि के भन्न सक्छु। र पनि एउटा रिक्वेस्ट चाहिँ साथीभाइ, सब्सक्राइब गरिदिनुहोस् च्यानललाई होइन। एउटा रिक्वेस्ट भिडियो बनाइरहेको छु। थ्याङ्क यू।